तीन खेलमा तीन जित पक्कै पनि नेपाली अन्डर-19 राष्ट्रिय क्रिकेट टिमले जुन नेपालमै जारी अन्डर-19 विश्वकप एसिया छनौटमा चाहिँ 3 खेलमा 3 जित दर्ता गरेको छ। नेपालले तेस्रो खेलमा हङकङलाई 9 विकेटले सजिलै पराजित गर्यो। 116 रनको लक्ष्य थियो, मात्र 12.3 ओभरमा एउटा मात्र विकेट गुमाएर नेपालले लक्ष्य पछ्याउन सक्यो र चेज गर्ने क्रममा चाहिँ नेपालले मात्र एउटा विकेट गुमायो। त्यसमाथि पनि साहिल पटेल जो फर्ममा छन् पछिल्लो समय 42, त्यसमाथि नरेन भट्ट कप्तान प्रतियोगिताभन्दा अगाडि जुन हङकङसँगको सिरिजमा त्यति रन बनाएको थिएन, तर नरेन भट्ट पनि युएसँग हाफ सेन्चुरी, फेरि आज पनि 39 रन बन्यो, रन बनिरहेको छ। 23 रन निरज कुमार यादव र एकदमै डोमिनेटिङ भिक्ट्री भन्यो जुन पहिलो ब्याटिङ गरेको थियो हङकङले, र हङकङलाई चाहिँ सुरुमा स्ट्राटेजी हेर्दाखेरि चाहिँ अलिकति नेपाल टिमले चाहिँ रनलाई चेप्ने खालको, जसरी चाहिँ रन नै दिएन भनौँ न स्पिनरहरूले चाहिँ, जसरी चाहिँ हङकङ ब्याट्सम्यानलाई चाहिँ बाँधेर राखे, त्यसले गर्दाखेरि चाहिँ प्रेसर क्रिएट गर्यो। तर उनीहरूको कप्तान शिव माथुरले चाहिँ एउटा इन्ड चाहिँ छोडेन, लगातार 40-42 ओभरसम्म ब्याटिङ गर्दै गर्दै एउटा किनारा छोडेन, तर पनि नेपाल टिमले चाहिँ एउटा इन्डबाट विकेट पाइ नै राख्यो। सो डिसिप्लिन जसरी शक्ति कोचन नेपाल टिमको प्रशिक्षक छन्, उनको जुन किसिमको बलिङ रहन्थ्यो नि, जुन एकदमै जुन इकोनोमिकल बलिङ हुन्थ्यो, जुन लेफ्ट आर्म स्पिनको रूपमा चाहिँ रन नदिने स्टम्प टु स्टम्प बल राख्ने, त्यो खालको बलिङ नेपाली स्पिनर जाँदा अपराजित विशेष गरी भनौँ, त्यसपछि सन्तोष यादव, त्यसमाथि पनि अशोक धामी भयो होइन, सबले चाहिँ त्यो खालको बलिङ हो। त्यसमाथि मिडल ओभरमा आएर चाहिँ जुन युवराज अस्ति पनि 5 विकेट, आज पनि चाहिँ 4 विकेट उनले लिए, लास्टमा पनि विकेट लगातार जुन मिडल ओभरमा विकेट निकाल्ने उनको सिलसिला छ त्यो जारी छ। र जुन किसिमले युवराज खत्रीको बलिङ भइरहेको छ, जुन खालको लेग स्पिन बलिङ छ, त्यसमाथि क्विक गुगली फाल्ने गर्छन् उनी, जुन रिड गर्नलाई उनलाई टाइम एकदमै कम दिने गर्छन् ब्याट्सम्यानलाई, त्यसले गर्दा बढी इफेक्टिभ छन् भने एकदम पर्फेक्टली गुगलीहरू जुन एकदम ठाउँमा फाल्दैछन्। सुरुमा युएसँगको खेलमा चाहिँ अलिकति पानी परेको बेला भएर पनि हुनुहुन्छ बल ग्रिप गर्नलाई अलिकति गाह्रो भइरहेको थियो। त्यसमा 15-16 रन चाहिँ पहिलो ओभरमै खर्चिसकेपछि कन्फिडेन्स अलिकति डाउन थियो। त्यो म्याचमा बलिङ गर्दाखेरि चाहिँ युवराज कन्फिडेन्सले लुज पनि देखाएको थियो, तर पछि जुन किसिमले ओमानसँग उनले 5 विकेट लिए नि, अलिकति टर्निङ ट्र्याक पनि थियो नेपाललाई, पक्कै नै सजिलो थियो माथिल्लो मूलपानीमा। र यहाँ आज पनि जुन किसिमको सुरुवात गरे उनले, जुन एकदम कन्ट्रोलमा देखे, जुन कन्फिडेन्स हाइली देखेका थियो उनी, पहिलो विकेट पछि जुन सेलिब्रेसनले पनि देखाउँछ कि कति कन्फिडेन्स छन् उनी युवा खेलाडी युवराज, र जुन खालको कन्ट्रोलमा बल फाल्दैछन् उनी, त्यो चाहिँ एकदमै तारिफयोग्य छ। र अफगानिस्तानसँग पनि अब युवराजको बलिङ चाहिँ पक्कै पनि किनकि ट्रम्प कार्डको रूपमा युवराजलाई युज गरेको छ। अफगानिस्तानसँग 3टा खेलमा चाहिँ युवराजलाई युज गरेको थिएन, र अब चाहिँ युवराजले पक्कै पनि अफगानिस्तानसँग पहिलो खेल खेल्नेछन्, किनकि त्यो खेल निर्णायक पनि हुनेछ नेपालको लागि। किनकि अब अफगानिस्तानले पनि आज यो भिडियो बनाइरहँदा अफगानिस्तान र युएको म्याच चल्दै गर्दाखेरि 350 माथिको स्कोर चेज गर्दैछ युए, सो युए हार्ने निश्चित जस्तो देखेको छ भनेपछि नेपाल र युए बिचको म्याच जुन 2 दिनपछि हुनेछ तल्लो मूलपानी मैदान भने त्यो खेलले निर्णायक हुनेछ। जसले जित्छ त्यो चाहिँ अन्डर-19 विश्वकपमा छनौट हुनेछ। त्यसमा त अब कुनै पनि दुई मत छैन। र जुन अन्डर-19 विश्वकपमा चाहिँ यसभन्दा अघिल्लो अन्डर-19 विश्वकपमा नेपालले अफगानिस्तानलाई हराएको थियो, त्यसले गर्दाखेरि नै अफगानिस्तानले चाहिँ छनौट खेल खेल्नुपर्ने भयो, र त्यसले गर्दाखेरि फेरि नेपालले सँगै नै फेरि खेल्नुपर्ने भएको छ। अफगानिस्तानले 1 विकेटले त्यो बेलामा जिताएको थियो। अन्डर-19 एसिया कपमा पनि नेपालले अफगानिस्तानलाई 1 विकेटले पराजित गर्यो। फेरि अब अफगानिस्तानसँग खेल्दैछ। अघिल्लो खेल जुन 3टा अन्तर्राष्ट्रिय सिरिज थियो, 3टा खेलको सिरिज थियो अन्तर्राष्ट्रिय भन्दा पनि, यो टुर्नामेन्टभन्दा अगाडि फर्स्ट म्याच त अफगानिस्तानले राम्रोसँग जिताएको थियो भने दोस्रो खेलमा चाहिँ अम्पायरको डिसिजनहरू यताउता थियो, नेपाल झन्डै जितको नजिक पुगिसकेको थियो, 1 रनको त्यो हार थियो। तर तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई जितेको थियो भनेपछि अफगानिस्तान विरुद्ध पनि नेपालको रेकर्ड राम्रो छ। र जुन खेलपछि नरेन भट्ट जो कप्तानसँग कुरा गर्दा पनि उनी पनि एकदम कन्फिडेन्स छन् कि हामी अफगानिस्तानलाई हराउँछौँ, किनकि जुन किसिमको स्पिन बलरहरूले लय देखाइरहेको छन्, कन्ट्रोलमा बल फाल्दैछन् लेफ्ट आर्म स्पिनरहरू, जुन प्लानमा नेपाल टिम अडेको छ त्यो प्लानमा बलिङ गर्दैछन् भने बिचमा युवराज खत्री जुन खालको बलिङ गर्दैछन्, एउटा एक इन्डबाट रन चेप्ने खालको बलिङ भइरहेको छ स्टम्प टु स्टम्प भने, अर्को इन्डमा चाहिँ युवराज खत्रीको लेग स्पिनमा चाहिँ विकेट आइरहेको छ, किनकि लेग स्पिनरहरू विकेट निकाल्न लागि जाने नै गर्छन्। जसरी सिनियर टिममा सन्दीप लामिछानेको रोल छ, त्यस्तै नै युवराज खत्रीलाई चाहिँ मिडल ओभरमा आएर चाहिँ विकेट, किनकि जहिले पनि क्रिकेटमा मिडल ओभरमा विकेट निकाल्नु एकदम इम्पोर्टेन्ट हुन्छ, र त्यो काम चाहिँ बखुबी युवराज खत्रीले निभाइरहेको छ। एकातर्फ त्यो छ भने ब्याटिङमा पनि जुन किसिमले साहिल पटेल, निरज यादव, जुन कप्तान नरेन भट्टको फर्म आइरहेको छ, जुन कन्फिडेन्स नै नेपाल ब्याटिङ गर्दैछ, त्यसले गर्दाखेरि चाहिँ त्यता नेपाल चाहिँ फेरि पनि लगातार रूपमा वर्ल्ड कप खेल्न छनौट होला अफगानिस्तानलाई पराजित गर्दै। र मैदानको हिसाबले हेर्दा पनि अब तल्लो मूलपानी चाहिँ स्पिन ट्र्याक नै हुनेछ भन्ने अनुमान गरेको छु मैले, किनकि माथिल्लो मूलपानीमा पहिलो खेल नेपालले जो अफगानिस्तानसँग सिरिज हारिसकेपछि लास्टको 2 म्याच चाहिँ स्पिन ट्र्याक बनाएको थियो, किनकि फ्ल्याट ट्र्याक भयो भने अफगानिस्तानले हेर्नुहोस् आज युएलाई कति रन बनायो, त्यस्तै नै सम्भावना देखिन्छ, किनकि फ्ल्याट ट्र्याकमा अफगानिस्तानको ब्याटिङ एकदमै राम्रो छ। त्यसैले चाहिँ
लास्ट म्याचमा चाहिँ पक्कै पनि स्पिन ट्र्याक नै हुनेछ, किनकि स्पिनरमा अलिकति फस्न सक्छन् अफगानिस्तान ब्याटरहरू। त्यो रणनीति अवश्य हुनेछ र होम ग्राउन्डमा खेलाउनुको त्यो फाइदा पनि छ कि आफ्नो किसिमको विकेट बनाउन पाइन्छ र पक्कै पनि स्पिन फेभर गर्ने विकेट हुन्छ र अफगानिस्तानलाई गाह्रो अवश्य बनाउँछन् नेपाली स्पिनरले। जुन किसिमको 4 जना लेफ्ट आर्म स्पिनर लिएर आज पनि खेलेको थियो, त्यसपछि फेरि अब युवराज खत्रीको फर्म, ब्याटिङहरू पनि जुन फर्ममा छन् ब्याट्सम्यानमा, जे पनि हुनसक्छ र फाइनल खेललाई पक्कै पनि टिकटको पनि व्यवस्था गरिएको छ। 4-5 हजार बस्न मिल्ने दर्शक क्षमताको मुलपानी मैदान पनि छ, हेर्न सक्छु। र त्यो दिन अब बिदाको दिन पनि छ शनिबार, अफगानिस्तानसँगको म्याच, 4-5 हजार दर्शकहरू। यसमाथि दर्शकहरू त त्यो रोड पारी पनि दर्शकहरू पुरा बसेर खेल हेर्ने ठाउँ चाहिँ हुनेछ, त्यहाँ पनि 3-4 हजार दर्शक होला, 7-8 हजार दर्शकहरू पक्कै पनि हुनेछन् भन्ने अनुमान मैले त्यो खेलको लागि गरेको छु। र पक्कै पनि आम सो एक्साइटेड कि नेपालले अफगानिस्तानलाई पराजित गरेर त्यो ठुलो जित हुनेछ कि अन्डर 19 विश्वकपमा पुग्नको लागि चाहिँ इम्पोर्टेन्ट म्याच छ। घरेलु भूमिमा चाहिँ त्यो खुसी चाहिँ नेपाली टिमले दियोस्। शक्ति गौचन प्रशिक्षकको टिम, शक्ति गौचन आफै पनि अन्डर 19 विश्वकप खेलिसकेका छन्, नेपालको लागि धेरै खेलेर जिताइसकेको एक्सपिरियन्स छ भनेपछि अन्डर 19 टिमको प्रशिक्षकको रूपमा चाहिँ उनले त्यो सफलता नेपाललाई दिन्छन् कि जस्तो मलाई अब त्यो भान छ। सबैले त्यही चाहना छ र शुभकामना छ नेपाली टिमलाई। त्यो फाइनल जस्तै भनौँ, फाइनल खेल्नै भनौँ नेपालको लागि, त्यो वर्ल्ड कपको लागि, किनकि एउटा मात्र टिम हुनेछ, त्यो लगभग भर्चुअल फाइनल नै भनौँ त्यसलाई। त्यसको लागि नेपाली टिमलाई शुभकामना दिन चाहन्छु।